जय मातृभूमि नेपाल आमा। वेलकम टु ब्याक टु अल माई स्टुडेन्ट्स। डियर स्टुडेन्ट्स र मिडिया प्रश्नहरूलाई पनि आम सञ्चार तथा पत्रकारितामा चासो राख्ने सबैलाई म यहाँ स्वागत गर्दछु। आज मैले एउटा छोटो विषय लिएकी छु, सूचनाको विशेषताहरू, क्यारेक्टरिस्टिक्स अफ इन्फर्मेसन। सूचना के हो, सूचना कति प्रकारको हुन्छ र सूचनाको जीवन चक्रको बारेमा मैले यसभन्दा अघि भिडियो बनाएर अपलोड गरिसकेको छु। यहाँहरूले हेर्नुभएको छ कि छैन? अब ती सूचनाहरूको केही विशेषताहरू हुँदो रहेछ। यदि हामीले ती सूचनाको विशेषताहरूलाई बुझ्यौँ भने हामीले आफ्नो सूचनालाई कसरी सेफली राख्ने, कसरी त्यसलाई चाहिँ हामीले खर्च गर्ने, कसैले एज अ सेन्डर रिसिभरलाई दिने भन्ने कुरा चाहिँ बुझ्न सजिलो हुँदो रहेछ। त्यसकारण यो विषय मैले ल्याएको छु। तपाईँहरूको यो उसमा पनि रहेको छ, +2 को सिलेबसमा पनि रहेको छ। के छ त सूचनाका विशेषताहरू? इन्फर्मेसन इज ह्युम्यान भन्छ, सूचना मानवीय हुन्छ नि। यसको मतलब के हो भने सूचना चाहिँ मानवको मस्तिष्कमा अथवा मानवको मनमा, माइन्डमा नै त्यो चाहिँ एक्जिस्ट गर्छ, देखा पर्छ र मानवले नै त्यसलाई चाहिँ के गर्छ, उपयोग गर्छ। मानवले इन्फर्मेसन इट्सेल्फ एक्जिस्ट ओन्ली इन द ह्युमन माइन्ड भन्छ कि मान्छेको माइन्डमा नै त्यो सूचना चाहिँ एक्जिस्ट गर्छ, देखा पर्छ अथवा उत्पन्न हुन्छ। यो चाहिँ सूचनाको विशेषता हो। यो फर्स्ट क्यारेक्टरिस्टिक्स भएन। अब अर्को के भन्छ, इन्फर्मेसन इज एक्सपेन्डेबल, सूचना विस्तार योग्य हुन्छ। सूचनालाई हामीले चाहिँ विस्तृत बनाउन सक्छौँ, व्यापक बनाउन सक्छौँ। इन्फर्मेसन टेन्स टु एक्सप्यान्ड विथ इट्स युज भन्छ, सूचना व्यापक हुन्छ। यो सूचनालाई अब छोटोलाई ठुलो धेरै पनि विस्तार पनि गर्न सकिन्छ। त्यसलाई हामीले व्याख्या विश्लेषणहरू गर्न सक्छौँ, चिन्तन मनन गर्न सक्छौँ। यो सूचनाको अर्को विशेषता रहेको छ। त्यसै गरी थर्ड क्यारेक्टरिस्टिक्स के रहेको छ भन्दा इन्फर्मेसन इज कम्प्रेसिबल, सूचना संक्षिप्त गर्न सक्छ। भाइ बहिनीहरूले अब आफूले कलेजमा पढ्दाखेरि यहाँहरूलाई थाहा छ होला, साहित्यमा पनि छ सायद, त्यो संक्षिप्तीकरण गर्ने, विस्तृतीकरण गर्ने भन्छ नि, होइन? हो, सूचनालाई संक्षिप्त बनाउन सकिन्छ। 2 पेज 3 पेजको सूचनालाई हामीले 1 पेजमा पनि झार्न सक्छौँ, अथवा हामीले त्यसलाई बुँदा टिपट गर्न सक्छौँ। बुँदा टिपट भनेको छोटो बनाउँछ नि, हो, सूचनालाई छोटो पनि बनाउन सकिन्छ। भने एक त सूचना मान्छेको माइन्डमा उत्पन्न हुन्छ, अर्को सूचनालाई हामीले विस्तार पनि गर्न सक्छौँ, र अर्को सूचनालाई हामीले संक्षिप्त पनि बनाउन सक्दो रहेछ। यो सूचनाको एकदमै ठुलो विशेषता हो। अब यसलाई यहाँले प्रयोग गर्दाखेरि सायद थाहा हुन्छ होला कि अब कसरी सूचनालाई चाहिँ व्याख्या गर्न सकिन्छ र अझ ठुलो बनाउन सकिन्छ, लामो बनाउन सकिन्छ, र कसरी त्यसलाई चाहिँ संक्षिप्त छोटो पनि गर्न सकिन्छ, बुँदा टिपोट पनि गर्न सकिन्छ। त्यो प्र्याक्टिसबाट थाहा हुन्छ। मिडिया प्र्याक्टिसनरहरूले आफ्नो इन्फर्मेसन कलेक्ट गर्न जाँदा, कुनै रिपोर्टिङ गर्दाखेरि जस्ताको तस्तै कसैको भाषा नै रिपोर्टिङ गर्दाखेरि उहाँहरूले बोले अनुसारको टिप्न साध्य हुँदैन। त्यसलाई के गरिन्छ त, आफ्नो एउटा बुँदा टिपोट गरेर चाहिँ राखेर पछि त्यसलाई समाचारको रूपमा त्यसलाई चाहिँ फेरि विस्तार गरेर पनि प्रस्तुत गर्ने गरेको छ। यो प्र्याक्टिसबाटै थाहा हुन्छ। अर्को विशेषता रहेको छ इन्फर्मेसन इज सब्स्टिट्युटेबल, सूचना प्रतिस्थापन गर्न सकिन्छ। भन्न खोजेको यो चाहिँ के हो भन्दाखेरि सूचनालाई हामीले चाहिँ त्यसलाई चाहिँ हामीले बार्टर सिस्टम, कुनै कुनै चिजसँग साट्न सक्छौँ। सूचना दिएर लेबर युज गर्न सक्छौँ, उता क्यापिटल पैसाको रूपमा पनि त्यसलाई प्रयोग गर्न सक्छौँ, होइन? कहिलेकाहीँ सामाजिक सामग्रीहरूको रूपमा पनि प्रयोग गर्न सक्छौँ। अर्थात् सूचनालाई हामीले इकोनोमिकल्ली पनि हामीले चाहिँ त्यसलाई प्रयोग गर्न सक्दो रहेछौँ। सूचना के हो भन्ने प्रसङ्गमै मैले यहाँहरूलाई के भनेको थिएँ, सूचनालाई वेल्थको रूपमा, होइन, धनको रूपमा हेरिन्छ। पहिले एनिमल कोसँग छ ऊ बढी धनी मानिन्थ्यो, फेरि जग्गा जमिन जोसँग छ उसँग बढी धनी मानियो। कुनै बेलामा कोसँग सुन चाँदीहरू छ, हिरा मोती छ, कोसँग मनी छ, त्यो चाहिँ धनी मानिन्थ्यो। भने अहिलेको यो 21औं शताब्दीमा यो सूचना समाजको युगमा आउँदाखेरि सूचनालाई चाहिँ हामीले धनको रूपमा हेर्न थालिसकेको छ। सूचना बिक्री हुन्छ, सूचनालाई साट्न सकिन्छ कुनै पनि कुरामा। अनि यो पनि के त सूचनाको विशेषता हुनु गयो। अर्को विशेषता रहेको छ इन्फर्मेसन इज ट्रान्सपोर्टेबल, सूचना परिवहन योग्य छ। अब हेर्नु त, सूचनाले पनि यात्रा गर्छ। जसरी मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्छ, त्यसै गरी सूचनाले पनि यात्रा गर्दैन। सूचना पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्छ,
हेर्नुहोस् त यो चाहिँ के भन्ने अब अमेरिकाको सूचना हामीले नेपालमा बसेर थाहा पाइरहेको छ, नेपालको सूचना अब अर्को देशमा भारतमा बसेर थाहा पाइरहेको हुन्छ। हामीले आम सञ्चार माध्यमको सहयोगद्वारा सूचनालाई एक ठाउँमा बसी बसी अर्को ठाउँको चाहिँ हामीले दिन र लिन सक्छौँ भने त्यो के हो त, सूचना पनि यात्रा गर्छ, परिवहन गर्छ भनेर यो पनि एउटा सूचनाको विशेषता हो। अर्को छ इन्फर्मेसन इज डिफ्युसिभ, सूचनाको चुहावट हुन सक्छ। हामीले अस्ति भने सूचनालाई जतन गरेर राख्नुपर्छ सेफली। पहिले पहिले बाक्सामा वा दराजमा राख्थ्यो, फाइलमा राखिन्थ्यो भने अब चाहिँ नयाँ टेक्नोलोजी अनुसार ल्यापटपमा, कम्प्युटरमा, पेन ड्राइभमा जतन साथ राख्ने चलन छ भने नि। किन त्यसरी जतन साथ राख्ने भन्दा किनभने सूचनाको पनि चुहावट हुन्छ, सूचना पनि चोरी हुन्छ कहिलेकाहीँ। र त्यो चोरी हुनु भनेको विभिन्न किसिमले त्यो नराम्रो एज अ सेन्डर जसले चाहिँ त्यो सूचनालाई आफ्नो लक्षित ग्रुपलाई, लक्षित समूह पाठकलाई दिनु थियो भने त्योभन्दा पहिले सूचना चोरी भयो, सूचनाको चुहावट भयो, सूचना लिक भयो भने के हुन्छ त, एक त टाइमभन्दा पहिले त्यो दिनु सायद त्यो उपयुक्त नहुन सक्छ, अर्को चाहिँ आफूले गरेको मेहनत चाहिँ खेर जान्छ होइन, कहिलेकाहीँ त्यो खतरापूर्ण पनि हुनसक्छ। त्यहाँदेखि सूचनालाई चाहिँ जतन साथ राख्नुपर्छ, किनभने सूचना पनि के हुन्छ त, चुहावट हुन्छ, चोरी हुन्छ सूचनाको। अर्को लास्ट एउटा विशेषता सूचनाको रूपमा के रहेको छ भन्दा इन्फर्मेसन सेयरेबल, सूचनाको साझेदारी गर्न सकिन्छ। यो त हामीले सञ्चार प्रक्रियामै के भने थियो, सञ्चारमा सूचना चाहिँ के गर्छ, बाँड्ने काम गरिन्छ, दिने लिने काम गरिन्छ। एउटा सेन्डरले अर्को रिसिभरलाई आफ्नो मनको कुरा, आफ्नो बितेका कुरा, आफ्नो भविष्यका योजना, आफूले अनुभव गरेको, सुनेको, देखेको कुरा अर्को व्यक्तिसँग बाँड्नु, साट्नु, साझेदारी गर्नु भनेकै सञ्चार हो भनेर हामीले पढिराखेकै छौँ होइन। भनेपछि यो 7वटा सूचनाको विशेषताहरू रहेछ। यदि यहाँले यो विशेषताहरूलाई राम्रोसँग बुझ्नुभयो भने एउटा पत्रकारिताको विद्यार्थीको हैसियतले, एउटा मिडिया कर्मीको हैसियतले त्यो सूचनालाई कसरी हामीले चाहिँ जतन साथ राख्ने, किनभने सूचनाको यस्तो यस्तो विशेषता रहेछ भन्ने कुरा बुझ्नुभयो भने सायद मलाई लाग्छ यहाँहरूको प्रोफेसनमा अझ त्यसले केही सहयोग गर्न सक्छ भन्ने मलाई लाग्छ। धेरै धेरै धन्यवाद। जय मातृभूमि नेपाल आमा।